Hello everyone, it's Miss Smriti Tamang. Welcome back to our Lungi group. Finally हामी चाहिँ morning walk आएको छु। अहिले भर्खर 7 बज्दैछ। तपाईहरुको माझ नयाँ भिडियो लिएर आउँदै छु हामी चाहिँ। राम्रो आउनु पर्दैन भने ल ल बुनु जाऊ त म चाहिँ स्मृति अलरेडी भनिसक्यो र मेरो ग्रुप पछाडि हुनुहुन्छ 4 जना अझै 1-2 जना चाहिँ आउन नै बाँकी छ ल हेलो हजुरको नाम हजुरको नाम ल जानुहुँदैन हाम्रो यो लुङ्गी ग्रुपलाई चाहिँ सबैजनाले लाइक फलो कमेन्ट भिडियोहरुमा कमेन्ट कपी लिंक शेयर सबै गर्नु होला है सपोर्ट गर्नु होला हस्त धन्यवाद यहाँ चाहिँ हैन धेरै हँसाइराछ बाउले मार्छ अब घरमा कसले कुचो लाउँछ रे घरमा कसले पूजा गर्छ रे घरमा कसले चिया बनाएर दिन्छ रे मोटे गाजी त अलरेडी गइसक्यो त गाडीमा बिहान 4 बजे नै तँलाई अरु के चाहियो त हजुरको नाम भन्नु हजुरको नाम म त राति मात्रै के भन्या होला है राति मात्रै भन्छ के राति मात्रै भन्या हो फेरि म त ढले अहिले आमा अहिले यहाँ 16 प्रो म्याक्स खस्यो भने मान्छेसँग यहाँ 1 रुपैयाँ यहाँ ब्रा पेन्टी किने पैसा नभए बेलामा यहाँ अहिले यहाँ 16 किने हैसियत छैन होइन यस्तै हो अनि हामी चाहिँ अब 2 किलोमिटर माथि आएको छ धेरै त हैन जम्मा 2 किलोमिटर हैन भाइरल टावर भन्छ सबैजनाले यो चाहिँ हाम्रो मानेसौरा गाउँ हाम्रो जन्मभूमि घर जाँदैछ हैन अनि मेरो चाहिँ अब तपाईहरुले हेर्नुहुन्छ होला मेरो ड्रेसअप कस्तो छ के छ हैन कसरी हिँड्दैछ हैन है पुरै हाम्रो हेर्नुस् है म हजुरहरुलाई भ्यू देखाउन गइरहेको छु है इन्जोय गर्नु होला हैन हाँस्नु होला इन्जोय गर्नु होला है ओके यस्तो छ हाम्रो एकदमै राम्रो भ्यू पोइन्ट छ यहाँ चाहिँ एकदमै रमाइलो गाइजहरु यहाँ कति रामी देखेको है एकदमै राम्रो सुन्दरता हैन हाम्रो नेचर एकदमै राम्रो छ बारबिसे बजार चाहिँ यस्तो देखिरहेको छ बारबिसे बजार चाहिँ पुरै तल हैन हाम्रो घाम लागिसक्यो अलरेडी नै हाम्रो हिरोनी फुपू यहाँ पुरै वाउ म सबैको देखाउँछु है फिगर है फोकस अन एस वाउ फोकस अन यो चाहिँ हाम्रो स्मृति तामाङ अनि आज चाहिँ मलाई के हैन थुक फाले जे फाले तपाईहरुलाई सबै भनिदिन्छु ल किन नमान्नु मेरो तारिफ गर्दै हुनुहुन्छ त्यहाँ मलाई चाहिँ हैन महिनामा 5 केजी मलाई चाहिँ हैन 5 किलो घटाउनु पर्ने छ रे के अनि त्यही भएर 5 किलो घटाउनु पर्ने छ त्यही भएर हो के अनि मलाई त जसरी पनि लिएर आउने रे बिहान उठाएर अनि म त है मासु भात यति खायो अनि अनि यहाँ चाहिँ ब्लगमा सबै सुन्छ अनि के रे अनि भात खाथ्यो है भात खाएर त मलाई कफी खाने बित्तिकै त फेरि स्लिम टी खाएको स्लिम टी खाने बित्तिकै पेट दुख्यो भनेको बडो आछु गऱ्यो नि कोही दही चिउरा यस्तो हुन्छ मर्निङ वाक के खानु मन लाग्यो डाइटिङ अरे दही र चिउरा खाए रे कोहीले मासु र भात खाए रे कोही राति मात्रै के भन्छ साथसाथै हाम्रो अर्जुन दाइ पनि भेट भयो एकदमै फेमस बाहुन पसल बारबिसेको बाहुन पसल हेरिराख्नु भएको छ उहाँले एक्लै आयो अनि हामी पानी ट्याङ्की आइसक्यो यहाँ पानी ट्याङ्की यहाँ छ हेर्नुहोस् त बारबिसे बजार वाउ आवर बारबिसे
अनि अहिले चाहिँ पुरा हामी यहाँ आउँदैछ अनि मेरो ड्रेसअप त हजुरहरूले देखिसक्नु नै भइसक्यो होला के लाग्छ भनेर है म त पुरा आफ्नै छाया हेर्दै हिँडिरहेको छु हेर्नु न त्यहाँ छायामा त पुरा पुत्रुक 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 भइरहेको पछाडि चाक हल्ला है कि स्कुल हल्ल्या थाहै छैन मलाई त है अनि म त अब परिहरूको छेउमा त रानी नै हो है किन भोलि नआउने र अहिले मलाई झन् ज्यान दुख्छ भिन्दै हजुरको गुनासो गर्दै हुनुहुन्छ बिचरा मेनका दिदीले पुरै हिरोइनहरू यहाँ हुनुहुन्छ होइन अब 1 किलोमिटर चाहिँ कट्यो अब 1 किलोमिटर चाहिँ बाँकी छ है पुरै 10 किलोमिटर जति हिँड्छ ल अब चाहिँ गीत बजाउँदै हुनुहुन्छ म त साँच्चीको दुब्लो देखेको छ नि त छायामा त त्यहाँको कनेक्ट भयो कि क्या त्यहाँ ब्लुटुथ अफ ब्लुटुथ अफ त्यहाँ समाएर रे ब्लुटुथ अफ लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु ब्लुटुथ अफ गर्नु फेरि नाची भिडियो आउँदैछ